हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म फेरि पनि नयाँ ब्लगमा आइसकेको छु कति महिना दिन पछाडि। सो तपाईँ हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ मास्क लगाइरहेको छु। म त यो मैले आफै बनाएको मास्क हो होइन। सो मेरो फेस्टिभल चाहिँ भएको छैन है गाइज। सो म यत्तिकै हो। अब हेर्न सक्नुहुन्छ आज मौसम एकदम भोलिदेखि स्कुल जानुपर्छ कस्तो अल्छी लाग्छ है। एकदम पानी परेको छ, पानी नै पानी छ। सबै पानी छ क्या सबैतिर। बाटोमा पनि पानी छ, माथि पनि पानी छ, यता पनि पानी छ, यता पनि पानी छ, उता पनि पानी छ, यहाँ पनि पानी छ। यस्तो भइसक्यो हाम्रो घर चाहिँ होइन, यस्तो चेन्ज भइसक्यो, यस्तो ओभरै चेन्ज भयो होइन। सो म चाहिँ अब यस्तै हो गाइज। अलिकति थोरै भ्लग बनाउनु भनेपछि त म जहाँ पनि पुग्छु छ भने। सो गाइज मेरो साइकल बिग्रेको छ अलिकति थोरै। यहाँनिर यो पम्पचर होइन, पम्प सकेको, मतलब पम्प गएको छ क्या। यो खोइ यहाँ बिग्रिरहेको छ यो पम्प ठाउँ। पछाडि पनि अलिकति थोरै छ यहाँ। यस्तो साइकल बिग्रेको 1-2 महिना हुन आँटिसक्यो। फेरि बनाएको थिएँ, यो बनाएको थिएँ, फेरि बिग्रिहाल्यो। 1-2 दिनमा बिग्रिहाल्यो। सो गाइज म चाहिँ दोकान जान आँटेको। अब म यहीँ लाइ जान्छु किनभने अब अरूले चिन्दैन नि त। ओए भिडियो बनाउँदैछ को यो छ्या यस्तो छ मान्छे भनेर नभन्नु क्या। त्यो भएर मेरो साइकल त बिग्रेको छ, अब अर्को साइकल लिएरै जानु पर्यो। अब म पैसा कहाँ हाल्नु? यो पैसा 50 पैसा गालीमै हाल्नु। झऱ्यो भने फेरि हिँड्दै गर्नु नि, उडायो भने फेरि उडायो भने आमाले मेरो यस्तो छ गाइज बाटो चाहिँ होइन। अब के भन्न सकिन्छ, यस्तो छ बाटो। म चाहिँ एकदम सानो आइरहेको छु। यो साइकल पनि ठिक लागेन हौ मलाई। बौला जस्तो छ साइकल, के भन्नु म। अब यताको घर पनि बनिसक्यो, यताको पनि बनिन आँटिसक्यो। यो पुरै लाइन घरै घर। अब हाम्रो घर मात्रै बाँकी रह्यो। त्यो त म ठुलो बेसी बनाउँछु, ला दोकानै खुल्ला रहन्छ। आलु खाँदा पनि दोकानै खुल्ला रहन्छ। अब आलु खाने गाइस मैले चाहिँ फ्रुटी किनिसकेँ है। फ्रुटी खानु मन लाग्यो अलिकति थोरै, अनि त्यही भएर किनिदिएको। नै त म खाने होइन क्या, यस्तो बच्चाले खाने चिज म खाँदैन क्या। तर अब अलिकति थोरै खानु परि त हाल्यो भने के भन्नु। हेर न फेरि कट्टु नै उडाउँछ जस्तो गर्छ। छ्या यति एक साइड मात्रै हेर बाटो, के खालको बाटो, कहिले बनाइसक्छ यो बाटो? जस्तो त्यस्तै भइसक्यो यार। अब सवारी आउँदैछ। छ्या जामा लाउने आलु खा सफारीवाला। फाइनली घर आइपुगे गाइज। यस्तो छ कता पो राखिदिउँ हौ साइकल यहीँ बस। अबे ठोकियो जामा लाउने। पानीले यस्तो भइसक्यो। छ्या मेरो गाइज न चप्पल। माल निकाल, माल गाइज। म चाहिँ यो सबै सामान लिएर आइसकेँ है गाइज। म चाहिँ यो लिएर आइसकेँ। अब कता हाल्नु? यो हालौँ छिटो। अब खोल्नै पर्छ अनुहार, के गर्नु अब। गाइज मैले चाहिँ एउटा कन्टेन्ट पाएँ, एकदम राम्रो खालको कन्टेन्ट। दिस
सो गाइस यहाँ चाहिँ हाम्रो अब काम स्टार्ट हुन थाल्छ किनभने यताउतिको आधी लाउनु क्या बाटो त्यही भएर एकदम स्टार्ट भइसक्यो हाम्रो काम चाहिँ Sandeep. फेरि पानी पर्न आँटेको छ यत्रो बिहानभरि पानी परेको अहिले फेरि पानी पर्न आँट्यो कालो भइरहेछ कसम यार के भइरहेछ यार आजभोलि